ल सबैलाई नमस्कार साथीहरू है। अब हामी आज चाहिँ दोस्रो दिनमा यो चाहिँ ओरिएन्टेसन प्रोग्रामको दोस्रो दिनमा छौँ। ल अब म तपाईँहरूलाई चाहिँ आज इन्सिट्यु र एक्सिट्युको चाहिँ बारेमा चाहिँ थोरै भन्छु म है। तपाईँहरू सबैजनाले इन्सिट्यु र एक्सिट्यु भनेको चाहिँ के हो भनेर थाहा छँदैछ होला। मैले डेफिनेसन चाहिँ भन्नुपर्छ जस्तो लागेन है। अब म चाहिँ डेफिनेसन भन्दा पनि तपाईँलाई तपाईँहरू एकदमै इक्जाममा कस्तो क्वेसन आउन सक्छ र यसलाई चाहिँ कसरी लेख्ने भन्ने कुराहरू चाहिँ म एकदमै त्यसरी चाहिँ सिकाउन खोजिरहेको छु है। तपाईँहरूले त्यही अनुसार गेन गर्न खोज्नुहुन्छ कि अथवा ओभरअलमा तपाईँहरूलाई चाहिँ डेटा दिएर चाहिँ हामी आफै चाहिँ फर्मेटिङ गर्छौँ भन्ने हो कि कस्तो छ तपाईँहरूको? म चाहिँ तपाईँहरूलाई चाहिँ एक्ज्याक्टली इक्जाममा चाहिँ यसरी लेख्नुपर्छ है, यो टपिकमा चाहिँ यसरी लेख्नुपर्छ भनेर सिकाउन खोजिरहेको छु। त्यसमा चाहिँ अब होइन हामीलाई चाहिँ ओभरअल यो चाहिन्छ भनेर भन्नुहुन्छ भने त्यो अनुसार चाहिँ मलाई कमेन्टहरू यो लिभ गर्नु है, म त्यो अनुसार नै प्रिपेयर हुन्छु है। ल आज चाहिँ म तपाईँहरूको यो चाहिँ 4.3मा मैले आज सब्जेक्टिभकै 4.3 भन्दा नि 4.4मा रहेको चाहिँ एक्सिट्यु अनि इन्सिट्यु कन्जर्भेसन भनेर चाहिँ मैले त्यसको लागि लिएछु होइन। त्यो इन्सिट्यु कन्जर्भेसन र एक्सिट्यु कन्जर्भेसनमा चाहिँ विशेष त अब हामीले चाहिँ बिएससी पढ्दाखेरि चाहिँ एक्सिट्यु कन्जर्भेसन भनेको के हो, इन्सिट्यु कन्जर्भेसन भने के हो, त्यो जेनरल टर्म्स मात्र पढिरहेछौँ होइन। अनि अहिलेको हिसाबमा चाहिँ इन्सिट्यु कन्जर्भेसन र एक्सिट्यु कन्जर्भेसन चाहिँ एकदमै अलिकति इन्सिट्यु भन्दा पनि एक्सिट्यु कन्जर्भेसन चाहिँ अलिकति गर्नुपर्छ। तपाईँहरूलाई पनि थाहा होला जू होइन, प्राणी उद्यानहरू चाहिँ जस स्थानीय तहहरूले पनि गरिरहेछ नि त होइन। त्यो भएको भएर अलि हाइलाइटमा छ। यसलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ, अहिले चाहिँ एक्सिट्यु कन्जर्भेसन गर्नको लागि चाहिँ गभर्मेन्टले चाहिँ के कस्तो कामहरू गरिरहेछ र अहिलेको अवस्था एचिभमेन्टहरू के छ, के गरिरहेछ, एचिभमेन्ट के भयो र भोलिको दिनमा के गर्नुपर्छ भन्ने क्वेसनहरू चाहिँ आउँछ है तपाईँहरूलाई। आउन सक्छ, आउँछ नै नभनौँ, आउन सक्छ, आयो भने त्यसरी आउँछ। अनि जस्तो इन्सिट्यु कन्जर्भेसनमा पनि नेपाल सरकारले चाहिँ इन्सिट्यु कन्जर्भेसन गर्न चाहिँ के गरिरहेछ, अनि त्यसपछि तपाईँहरूले जान्नुपर्ने कुराहरू चाहिँ इन्सिट्यु कन्जर्भेसन चाहिँ के गरिरहेछ इन्स्टिट्यु कन्जर्भेसन गर्नको लागि र त्यसको एचिभमेन्टहरू हामीले के गेन गऱ्यौँ र आउने दिनमा चाहिँ यसलाई अझै प्रभावकारी बनाउन के गर्नुपर्छ भने तीनवटा त्यसरी त्यस्तो पर्सपेक्टिभबाट हामीले हेर्छौँ है आज। ल अब सुरु गरौँ है। एक्सिट्यु कन्जर्भेसनको डेफिनेसन त भन्नै परेन होइन। इन्सिट्यु कन्जर्भेसन भनेको चाहिँ आफ्नो जुन हेबिट्याट हो पहिल्यैदेखि बस्दै आएको त्यो हेबिट्याटमा नै कन्जर्भेसन गर्ने हो भने त्यसलाई इन्सिट्यु कन्जर्भेसन भन्छ। एक्सिट्यु भनेको चाहिँ पहिला नरहने र अन्यत्र लगेर त्यस्तै त्यस्तै हेबिट्याट चाहिँ बनाएर त्यसलाई कन्जर्भेसन गर्ने अथवा क्याप्टिभमा कन्जर्भेसन गर्ने, इन्क्लोजरमा कन्जर्भेसन गर्नेलाई चाहिँ एक्सिट्यु कन्जर्भेसन भन्छौँ होइन। एकदम सरल भाषामा बुझ्दाखेरि चाहिँ हाम्रो जू होइन अथवा प्राणी उद्यानहरू होइन त्यो किसिमको चाहिँ हाम्रो एक्सिट्यु कन्जर्भेसन हो, अन्यत्र ठाउँमा लगेर कन्जर्भ गर्ने के, त्यसलाई चाहिँ हामी एक्सिट्यु कन्जर्भेसन भन्छौँ। नेपालमा चाहिँ एक्सिट्यु कन्जर्भेसन गर्नको के गरिरहेछ भनेर भन्छ है। हामीले चाहिँ जहिले पनि इफोर्ट्स नेपालमा चाहिँ के काम भइरहेछ भन्दाखेरि चाहिँ जहिले पनि सम्झिनु पर्ने कुरा इक्जाममा लेख्दाखेरि चाहिँ सरल एकदमै फ्रेमवर्कमा चाहिँ के भन्नु, लिगलमा के काम भएको छ, इन्स्टिट्युसनलमा के काम भएको छ, प्रोग्रामेटिकमा के काम भएको छ, हामीले तीनवटा कुरा चाहिँ जहिले पनि हेर्नुपर्छ है। जस्तो सुरुमा के इफोर्ट्स गरिरहेछ अथवा के एचिभमेन्ट भयो भन्ने बित्तिकै पनि हामीले एचिभमेन्ट के भयो भन्ने कुराहरू यसरी तपाईँहरूले चाहिँ क्याटेगोराइज गरेर लेख्नुपर्छ क्या। जस्तो इफोर्ट्समा चाहिँ हामीले जेनरल बिएससी पढ्दाखेरि होइन, जेनरल अथवा पढ्दाखेरि चाहिँ के गर्छौँ भने इफोर्ट्सहरू के हो भने कानुनहरू बनाइरहेछ होइन, अनि अब विभिन्न किसिमको प्राणी उद्यानहरू खोलिरहेछ, अनि त्यसपछि के अरे यताउता लगेर जूमा चाहिँ जनावरहरू ल्याएर राखिरहेछ, त्यस्तो हिसाबमा पढ्छौँ नि। तर हामीले चाहिँ लोकसेवामा लेख्दाखेरि चाहिँ अब लोकसेवाको कपी चेक गर्ने भनेको चाहिँ अब हाम्रो वाइल्ड लाइफको पार्ट भनेको जहिले पनि वाइल्ड लाइफ एक्सपर्टले चेक गर्नुहुन्छ, त्यहाँको रिटायर महानिर्देशक डिजी हुन्छ नि, डिजी अथवा रिटायर सचिव होइन, यहाँको वाइल्ड लाइफको डिजी भएर सचिव भएर रिटायर हुनुभएको उहाँले चेक गर्नुहुन्छ नि। उहाँले चेक गर्दाखेरि त उहाँहरू त बुढो भइसक्नु भयो नि त। तपाईँहरूको एक एक अक्षर होइन भाषामा लेख्नुभयो भने एक एक अक्षर पढेर उहाँहरू बस्नुहुन्न है। तपाईँले चाहिँ यस्तो ठ्याक्क हुन्छ नि एकदम हेर्दैमा ठ्याक्क थाहा हुनु पऱ्यो क्या, लिगली फोर्स भनेर लेख्नु पऱ्यो होइन। हेर्नु त लिगली फोर्स लेखिसकेपछि तपाईँले एक्ज्याक्टली जस्तो देख्नु भएको छ त्यसरी नै लेख्न
सिक्नुहोस् है तपाईँहरू एकदमै कस्तो हुन्छ भने हेर्दाखेरि झट्ट देखिन्छ अनि पोइन्ट पढ्नलाई उहाँलाई सजिलो पनि हुन्छ कि उहाँहरू त बुढो मान्छे हो नि त होइन उहाँलाई एकदमै आफ्नो फिल्डको नलेज धेरै हुन्छ र त्यो धेरै नलेजलाई थोरै ठाउँमा हेर्न चाहनुहुन्छ कि उहाँहरू त्यो भएपछि तपाईँहरूको मार्क्स पनि एकदमै आउने चान्स हुन्छ अनि अब तपाईँहरूको लिगल इफोर्ट्समा अब एक्सिटु कन्जर्भेसनमा चाहिँ हेर्नुभयो भने हेर्नु यो मैले एकदम सर्टकटमा लेखेको छु है यो तपाईँहरूले इक्जाममा पनि यसरी नै लेख्नु भयो पनि हुन्छ न तपाईँ नेसनल पार्क एन्ड वाइल्ड लाइफ कन्जर्भेसन एक्ट भनेर लामो लेख्न थाल्नुभयो भने त त्यो त टाइम कन्ज्युम हुन्छ नि तपाईँहरूले भ्याउनु 10 मार्क्सको हुन्छ होइन 10 मार्क्स 15 मार्क्सको हुन्छ अनि त्यो टाइम चाहिँ थोरै हुन्छ त्यो भएर तपाईँहरूले चाहिँ डब्लुसिए मात्र लेख्नुभयो भने नेसनल पार्क एन्ड वाइल्ड लाइफ कन्जर्भेसन एक्ट हो भनेर बुझ्छ है उहाँहरूले बुझ्नुहुन्छ अनि 29 यो चाहिँ उसमा चाहिँ नेसनल पार्कको एक्टमा चाहिँ के छ भने जू चाहिँ इस्टाब्लिस गर्न सकिन्छ है भन्ने प्रावधान छ है अनि त्यसपछि अर्को चाहिँ के छ भने हाम्रो चाहिँ यो राष्ट्रिय प्राणी उद्यान केन्द्र सञ्चालन निर्देशिका 2072 पनि जारी गरेको छ अनि एक्सिटु कन्जर्भेसनको लागि चाहिँ विशेष अरू चाहिँ अब जस्तो हाम्रो प्राणी उद्यान त भइहाल्यो होइन अरूको चिडियाखाना सञ्चालन गाइडलाइनहरू त्यस्तो चाहिँ केही पनि बनाएको छैन क्या एक्सिटु कन्जर्भेसनको लागि यही दुईवटा मात्र अलिक प्रिभेलमा छ उता वनतिर चाहिँ वन ऐन नै छ है वन ऐन छ तर वन ऐनमा चाहिँ एक्सिटु कन्जर्भेसन बोटानिकल गार्डनहरू इस्टाब्लिस गर्न सक्ने प्रोभिजन छ यसमा मैले अलिकति त्यो वन ऐनको पार्ट छुट्याएको छु त्यो पनि लेख्नु होला तपाईँहरूले टिप्नु होला अथवा म स्लाइड दिँदाखेरि चाहिँ त्यो पनि म मिलाएर राखिदिन्छु है अनि अब अर्को भनेको चाहिँ यसरी तपाईँले लिगल इफोर्ट्समा नेसनल पार्कको एक्टमा यो प्रोभिजन छ के अरे हाम्रो वन ऐनमा यो प्रोभिजन छ अनि त्यसपछि चाहिँ राष्ट्रिय प्राणी उद्यान सञ्चालन केन्द्र यो छ अनि अब वनतिरको बोटानिकल गार्डन पनि सञ्चालन निर्देशक छ कि छैन त्यो चाहिँ मलाई पनि एक्ज्याक्ट याद भएन त्यो छ कि छैन म हेरेर त्यो पनि मिलाइदिउँला है त्यसरी लेख्नुभयो भने चाहिँ यसलाई चाहिँ थाहा रहेछ है एक्सिटु कन्जर्भेसनको बारेमा पनि थाहा रहेछ त्यसको कानुनी कुराहरू पनि थाहा रहेछ भन्ने कुरा चाहिँ तपाईँको कपी चेक गर्ने मान्छेलाई थाहा हुन्छ है अर्को चाहिँ के छ भने प्रोग्रामेटिक इफोर्ट्सहरू चाहिँ के छ भन्दाखेरि चाहिँ इस्टाब्लिसमेन्ट एन्ड म्यानेजमेन्ट अफ द ब्रिडिङ सेन्टर है यसमा चाहिँ जस्तो हाम्रो घडियाल ब्रिडिङ सेन्टर छ अनि त्यसपछि भल्चर ब्रिडिङ सेन्टर छ एलिफेन्ट ब्रिडिङ सेन्टर छ वाइल्ड लाइफको होइन यो कुराहरू चाहिँ लेख्न पर्यो ठ्याक्क यसरी नै इस्टाब्लिसमेन्ट एन्ड म्यानेजमेन्ट अफ ब्रिडिङ सेन्टर्स भनेर लेख्ने अब तपाईँले चाहिँ एक एक गरेर भल्चर ब्रिडिङ सेन्टर एलिफेन्ट ब्रिडिङ सेन्टर इस्टाब्लिसमेन्ट म्यानेजमेन्ट अफ भल्चर ब्रिडिङ सेन्टर घडियाल ब्रिडिङ सेन्टर एलिफेन्ट ब्रिडिङ सेन्टर भन्दै 3वटा पोइन्टमा लेख्नुभयो भने तपाईँले भ्याउनुहुन्न टाइम है तपाईँको हेर्नु त सर्ट एन्ड स्विट हुन्छ इस्टाब्लिसमेन्ट एन्ड म्यानेजमेन्ट अफ ब्रिडिङ सेन्टर अनि ब्राकेटमा घरियाल भल्चर एन्ड एलिफेन्ट यो ब्रिडिङ सेन्टर लास्टको पनि नलेखे पनि हुन्छ यति ठ्याक्क एलिफेन्टमा यसरी क्लोज गर्नुभयो भने छोटो पनि हुन्छ र ठक्क देखिन्छ पनि है अनि तपाईँलाई चाहिँ नलेज छ है भन्ने कुरा थाहा हुन्छ है अर्को चाहिँ इस्टाब्लिसमेन्ट एन्ड म्यानेजमेन्ट अफ जू होइन सेन्ट्रल जू छ हाम्रो नेसनल जोलोजिकल गार्डन छ भानुभक्त जोलोजिकल गार्डन पनि छ अनि अर्को भनेको इस्टाब्लिसमेन्ट एन्ड म्यानेजमेन्ट अफ बोटानिकल गार्डन छ ठ्याक्क तपाईँले डेटा पनि लेख्नुभयो भने सजिलो हुन्छ क्या जस्तो 1 सेन्ट्रल जू 1 नेसनल बोटानिकल गार्डन 1 भानुभक्त जोलोजिकल गार्डन भनेर लेख्नुभयो भने तपाईँलाई आफ्नो अब्जेक्टिभमा नै नेपालमा चाहिँ कतिवटा जोलोजिकल नेसनल जोलोजिकल गार्डन छ भनेर सोध्यो भने 1 त्यो पनि याद भयो तपाईँलाई यहाँ सब्जेक्टिभमा लेख्न पनि सजिलो भयो होइन अब इस्टाब्लिसमेन्ट एन्ड म्यानेजमेन्ट अफ द बोटानिकल गार्डन भन्ने छ यसमा चाहिँ 11वटा बोटानिकल गार्डन छ अथवा 7वटा प्लान्ट रिसर्च छ यो चाहिँ तपाईँले यहाँ पनि डेटा पनि यहाँ पनि लेख्नु अनि तपाईँको अब्जेक्टिभलाई पनि काम लाग्यो नेपालमा कतिवटा चाहिँ बोटानिकल गार्डन छ भन्यो भने 11वटा तपाईँलाई त्यसरी कन्ठ हुन्छ है र अर्को भनेको इस्टाब्लिसमेन्ट अफ द सिड ब्याङ्क्सहरू छ यसमा चाहिँ 40वटा कम्युनिटी सिड ब्याङ्क्स छ यो चाहिँ तपाईँले यसरी नै यहाँ पनि यसरी नै लेख्नुहोस् अनि उता तपाईँको अब्जेक्टिभलाई पनि काम लाग्यो नि त हेर्नु त तपाईँको कतिवटा अब्जेक्टिभमा 40वटा कम्युनिटी सिड ब्याङ्क्स भयो 7वटा प्लान्ट रिसर्च भयो बोटानिकल गार्डन 11वटा भयो नेसनल जोलोजिकल गार्डन एउटा भयो अनि अथवा जोलोजिकल गार्डन मात्र भन्यो भने फेरि 2टा भन्नुपर्छ है नेसनल र यो के अरे भानुभक्त दुवै हो होइन अनि त्यसपछि जोलोजिकल गार्डन कतिवटा छ भन्यो भने 2टा भन्नु पर्यो होइन त्यसरी चाहिँ यता डेटा र यो दुवै हुन्छ है जस्तो हाम्रो नेपालमा चाहिँ कुन स्पेसिसको अहिले करेन्टली चाहिँ कुन स्पेसिसको
चाहिँ वाइल्ड एनिमलको चाहिँ ब्रिडिङ सेन्टरहरू छ भन्यो भने घरियाल र एलिफेन्टको लेख्नु दुईवटा होइन अप्सन आउनसक्छ। अहिलेको भल्चर चाहिँ लास्ट इयर कि 2023तिर 2022तिर जस अहिले चाहिँ यो भल्चरको चाहिँ बन्द भएको छ है। किन बन्द भएको छ भन्दाखेरि चाहिँ यो चाहिँ अहिले चाहिँ यो भल्चर जुन हाम्रो चाहिँ डाइक्लोफेनिक छ नि त्यो चाहिँ सबै कन्ट्रोल गरिसकेपछि चाहिँ भल्चरहरू चाहिँ अब वाइल्ड हेबिट्याटमै पनि राम्रो हुने र यहाँबाट भल्चरको चाहिँ ब्रिडिङ सेन्टरबाट निस्केको भल्चरहरू चाहिँ बाहिर गएर चाहिँ सर्भाइभ गर्न एकदम गाह्रो हुने भएको भएर चाहिँ यो भल्चर ब्रिडिङ सेन्टर चाहिँ अहिले चाहिँ क्लोज गरेको छ है। र अर्को भनेको अब हेर्नु है, मैले अघि नै क्वेसन भनेको थिएँ तपाईँहरूलाई चाहिँ एक्सिटु कन्जर्भेसन के गरिरहेछ भन्नाले यो गरिरहेछ भनेर भन्नुभयो स्ट्याटस तपाईँहरूको 10 कि 15 मार्क्सको आउँदो रहेछ होइन। अनि स्ट्याटस भनेर ठ्याक्क यति लेख्नुहोस् होइन। यो भनेको लगभग 1 पेज जति हुन्छ। तपाईँले अलिकति त्यो माथि इन्ट्रोडक्सन लिएर यसरी लिगल र प्रोग्रामेटिक लेख्नुभयो भने यो भयो होइन। त्यसपछि एचिभमेन्टहरू के भयो भन्ने कुरा छोटोमा लेख्नुपर्छ। एचिभमेन्ट चाहिँ अब तपाईँले अब सक्सेसफुल इन घरियाल कन्जर्भेसन भनेको एकदमै हाम्रो की स्पेसिस अब हामीले अघि नै के भनेको थिएँ यहाँनिर हेर्नु है, यसरी लिङ्क अप गर्नुपर्छ लेख्दाखेरि। जस्तो इस्टाब्लिसमेन्ट एन्ड म्यानेजमेन्ट अफ द ब्रिडिङ सेन्टर्स भनेर हामीले अघि नै प्रोग्राममा लेखेको थियौँ नि त। अनि त्यसमा चाहिँ अब हाम्रो ब्रिडिङ सेन्टर अनि अब हामीले सबै भ्यायो भने अब तपाईँलाई आउँछ भने चाहिँ सबै स्पेसिसको लेख्दा भयो होइन। आउँदैन भने जुन एउटा स्पेसिस अब जेनरल पनि थाहा हुन्छ नि। अब एलिफेन्ट त राम्रै भइरह होला भन्ने जस्तो लाग्छ नि। अब बिएससी पढ्दाखेरि टुरहरू जानुभयो होला होइन, जस्तो सौरामा जानुभयो होला, यता कसरा जानुभयो होला, उता बर्दिया जानुभयो होला, त्यहाँ त एलिफेन्टहरू राम्रै छ नि त। अनि एलिफेन्टको ब्रिडिङ क्याप्टिभ ब्रिडिङ चाहिँ राम्रो भइरहेछ। अनि तपाईँलाई डेटा आएन भने पनि त्यस्तो लेखिदिनुहोस् कि। अनि घरियालको चाहिँ एकदमै राम्रो भइरहेछ होइन, इम्प्रुभ द घरियाल नम्बर भनेर यसरी लेखिदिनु भयो भने अब यदि आउँछ भने चाहिँ तपाईँले चाहिँ एकदमै राम्रो सक्सेसफुल इन घरियाल कन्जर्भेसन भनेर अनि यसमा चाहिँ डेटा हाल्नु पर्यो है। रिलिजेस यति चाहिँ यो रिलिजेस 1852 फ्रम दि चितवन घरियाल ब्रिडिङ सेन्टर भनेर यसरी नै यो नै टर्मले सिजिबिसीले नै लेख्नुभयो भने पनि उहाँहरूले बुझ्नुहुन्छ क्या। यो चाहिँ चितवन घरियाल ब्रिडिङ सेन्टर हो भन्ने कुरा तपाईँले चितवन घरियाल ब्रिडिङ सेन्टर भनेर लामो लेखिरहनु पर्दैन है। अनि त्यसपछि अर्को भनेको चाहिँ इन्क्रिज इन द वाइल्ड घरियाल पपुलेसन पनि यो चाहिँ तपाईँहरूले बुझ्नु भएन होला। कस्तो भन्दाखेरि त्यो चितवनमा चाहिँ एउटा घरियाल ब्रिडिङ सेन्टर छ होइन, अनि बर्दियामा पनि घरियाल ब्रिडिङ सेन्टर छ है। अनि चितवनबाट चाहिँ त्यहाँ चाहिँ के गर्छ भने घरियाल चाहिँ क्याप्टिभ रूपमा चाहिँ ब्रिड गराएर त्यसलाई उता हाम्रो नदीहरूमा राप्ती कर्णाली अनि त्यसपछि यता के अरे नारायणी यो नदीहरूमा चाहिँ छोड्छ। त्यसको सङ्ख्या चाहिँ अहिलेसम्म चाहिँ 1852वटा पुगेर चाहिँ एनिमलहरू छोडिसकेको रहेछ होइन। त्यसमा चाहिँ अहिले तर यसमा चाहिँ 300वटा चाहिँ हामीले चाहिँ पपुलेसन चाहिँ गर्दाखेरि एस्टिमेट गर्दाखेरि चाहिँ यतिवटा देखिया छ है। अनि यो भनेको चाहिँ इन्क्रिजर यो चाहिँ जब कि 1990sतिर चाहिँ जम्मा 91 मात्र चाहिँ वाइल्ड घरियाल पपुलेसन थियो अनि त्यो भनेको चाहिँ नियरली एक्सटिन्सन भइसकेको थियो। सर्भाइभल रेट चाहिँ 1% भन्दा पनि तल थियो होइन। त्यो भएको भएर यो चाहिँ सक्सेसफुल चाहिँ घरियाल कन्जर्भेसन गर्न चाहिँ एकदमै यो एक्सिटु कन्जर्भेसन चाहिँ सक्सेसफुल छ है भन्ने कुरा यसले देखाउँछ है। अर्को चाहिँ के छ भन्दा सक्सेसफुल इन एलिफेन्ट कन्जर्भेसन भनेर भन्छ। अघि नै मैले भनिहालेँ क्याप्टिभ एलिफेन्टहरूको सङ्ख्या चाहिँ बढिरहेछ मात्र लेख्नुभयो भने पनि तपाईँले अब अलिकति कम मार्क्स पाउनुहुन्छ होइन। अब तपाईँले अहिले चाहिँ क्याप्टिभमा चाहिँ एराउन्ड 54 चाहिँ एलिफेन्टहरू चाहिँ छ भनेर लेख्नुभयो भने डेटा पनि यसलाई त डेटा पनि थाहा रहेछ भन्ने हुन्छ नि त। यसले चाहिँ तपाईँलाई उतापट्टि अब्जेक्टिभलाई पनि सजिलो हुन्छ, यतापट्टि पनि सजिलो हुन्छ है। यसरी लेख्नुपर्छ। अनि अर्को भनेको चाहिँ कन्जर्भ, त्यसपछि कन्जर्भ मेनी इन्डेन्जर प्लान्ट स्पेसिस इन द बोटानिकल गार्डन जस्तै चाहिँ अब जुग्लान्स्ट्रेजिया अर्किड स्पेसिसहरू भनेर लेख्नुभयो भने राम्रो हुन्छ। अर्को भनेको चाहिँ यो सिबिएस कम्युनिटी सिड ब्याङ्क चाहिँ सिड ब्याङ्कले चाहिँ हालसम्म चाहिँ 2045 एसेसन्स र एसेसन्स चाहिँ 47 डिफ्रेन्ट स्पेसिसहरूको एसेसन्सहरू चाहिँ यो चाहिँ कन्जर्भ गर्न चाहिँ सक्सेस रहेको यो पनि एक्सिटु कन्जर्भेसनै हो है। अनि त्यसपछि
अर्को भनेको एजुकेसन र अवेरनेस पनि एक्सी टु कन्जर्भेसनको एकदम इफेक्टिभनेस भन्दा नि एकदम एचिभमेन्टै हो के एक्सी टु कन्जर्भेसन। जस्तै अब हामीले त धेरै जस्तो बच्चाहरूलाई चाहिँ पढाउनको लागि वाइल्ड एनिमल देखाउनको लागि चाहिँ हामीले चाहिँ सेन्ट्रल जू नै लैजान्छौँ होइन, सेन्ट्रल जू। अनि त्यसपछि अहिले हाम्रो बोटानिकल गार्डनहरू चाहिँ धेरै बच्चाहरूको फेभरेट ठाउँ पनि हो। उनीहरूले चाहिँ त्यहाँको एनिमलहरूको बारेमा चाहिँ पढिरहेको हुन्छ। त्यो पनि एउटा चाहिँ एक्सी टु कन्जर्भेसनको चाहिँ एकदम भनौँ न एचिभमेन्ट हो कि। यसरी तपाईँले चाहिँ एचिभमेन्ट सब यसरी लेख्नुपर्छ र लेख्नुभयो भने राम्रो हुन्छ है। र तपाईँले स्ट्याटस लेख्नुभयो, अनि त्यसपछि अर्को भनेको चाहिँ तपाईँको एचिभमेन्ट लेख्नुभयो होइन। अनि त्यसपछि अब तपाईँले के लेख्नु पऱ्यो भने एचिभमेन्ट पनि भयो, तर पनि एचिभमेन्ट त सबै हुँदैन नि। अघि एकजना हाम्रो सुनिलजीले सोध्दै हुनुहुन्थ्यो किन इन्सिटु र एक्सिटु चाहिँ इन्सिटु नै प्रिफर गर्छ भन्दाखेरि चाहिँ हाम्रो रिसोर्स कन्स्ट्यान्ट हुन्छ होइन, ल्याक अफ सुइटेबल हेबिटेट फर रिइन्ट्रोडक्सन। जस्तो हाम्रो अघि घरियालको हेर्नुभयो है, म यो ल्याक अफ सुइटेबल हेबिटेट फर इन्ट्रोडक्सन चाहिँ घरियालको विशेष त घरियाललाई नै गर्छु। जस्तो घरियाल चाहिँ हाम्रो एकदमै राम्रो सर्भाइभल रेट हुन्छ क्या, जस्तो ब्रिडिङ सेन्टरमा। अनि त्यसपछि नदीमा लगेर छोडेपछि चाहिँ त्यो चाहिँ नबाँच्ने क्या, बाँच्दैन, यस्तो सर्भाइभल रेट चाहिँ एकदमै कम छ। किन त्यस्तो हुन्छ भन्दाखेरि चाहिँ घरियाल भनेको एकदमै उस स्पेसिस हो कि क्लिन वाटरको इन्डिकेटर स्पेसिस हो। उसलाई चाहिँ एकदमै क्लिन वाटर चाहिने, अनि सन बास्किङको लागि चाहिँ एकदमै स्यान्डहरू चाहिने होइन। त्यो भएको भएर अनि अब हाम्रो रिभरहरूमा त अहिले त एकदमै ढुङ्गा गिटी बालुवा निकाल्ने होइन। त्यसपछि पल्युसनहरू, अनि जस्तै नारायणी राप्ती रिभरहरूमा माथि सिटीबाट गएको चाहिँ फोहोरहरू मिसाइरहेको हुन्छ कि, अनि त्यसपछि प्लास्टिक पोल्युसनहरू हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदमै सर्भाइभल रेट एकदमै कम छ होइन। त्यो भएको कारणले गर्दाखेरि उसको सर्भाइभल रेट यस्तै भयो। त्यो रिइन्ट्रोडक्सन गर्दा पनि सुइटेबल हेबिटेटै छैन, त्यो भएको त्यो चाहिँ उसको हाम्रो एक्सी टु कन्जर्भेसनको लिमिटेसन्स हो। अर्को भनेको चाहिँ हाम्रो जहिले पनि त्यहीँ भएको 2टा स्पेसिस 4वटा अथवा 10वटा अहिले हाम्रो चाहिँ एउटा मेल 10वटा फिमेल छ कि क्या हो होइन, त्यही बिचमा मात्र ब्रिडिङ गराउँदाखेरि चाहिँ जेनेटिक डाइभर्सिटी चाहिँ एकदमै कम हुन जान्छ होइन। त्यो जेनेटिक डाइभर्सिटी कम हुने बित्तिकै उसको सर्भाइभल रेट पनि कम हुँदै जान्छ होइन। यो चाहिँ एक्सी टु कन्जर्भेसनको लिमिटेसन्स हो। रिसोर्स कन्स्ट्यान्स त अब भइहाल्यो। अब यहाँ जूमा नै अस्ति लकडाउनको बेलामा चाहिँ अब उहाँहरू दाता खोज्दै हुनुहुन्थ्यो, त्यही भएर सस्टेनेबल्ली एकदमै म्यानेजमेन्ट गर्नको लागि चाहिँ रिसोर्स चाहिँ एकदमै कन्स्ट्यान्ट छ भनेर यसरी लेख्नुभयो भने तपाईँको। अनि अब लिमिटेसन्स है, तपाईँहरूले भ्याउँछु कि भ्याउँदिनँ जस्तो लाग्यो होला, प्र्याक्टिस गर्नुहोस्, भ्याइन्छ है। मलाई पनि सुरुमा भ्याइदिएर जस्तो लाग्थ्यो, अझै मैले त तपाईँहरूलाई एकदमै सर्टकट बनाएर दिइरहेको छु, लेखिदिइरहेको छु। तर भ्याइन्छ, लेख्न कोसिस गर्नुहोस्। अनि एकदमै प्र्याक्टिस चाहिँ चाहिन्छ लोकसेवामा। राइटिङको लागि प्र्याक्टिस र अब्जेक्टिभको लागि चाहिँ रिभिजन एकदमै मोस्ट इम्पोर्टेन्ट हुन्छ। अब्जेक्टिभ चाहिँ जति सक्दो धेरै पढ्नु पर्यो, रिभिजन गरेको गर्नु पर्यो। र यो सब्जेक्टिभको लागि चाहिँ तपाईँहरूले राइटअप चाहिँ एकदमै गर्नुपर्छ है। अनि प्र्याक्टिस गर्नुपर्छ। जस्तो तपाईँको टाइम फ्रेममा यो फ्रेममा म आन्सर लेख्छु, म यसको एन्सर यसरी लेख्छु भने चाहिँ तपाईँले एकदमै लेखेर प्र्याक्टिस गर्नुपर्छ है। जबसम्म लेख्नुहुन्न नि तबसम्म तपाईँहरूले चाहिँ पढेर आउँदैन के, लेख्नुहुन्छ तर त्यो कन्टेन्ट पुग्दैन है। त्यो भएको भएर अब मैले चाहिँ अघि नै लिमिटेसन्स भने होइन तपाईँलाई। यसरी अझै यसमा लिमिटेसन्स अरू पनि थप्न सक्नुहुन्छ। जस्तो हामीसँग दक्ष जनशक्ति छैन होइन, दक्ष जनशक्ति छैन। इभन एलिफेन्ट ब्रिडिङ गराउने ठाउँमा नै आजकल अब माउथीहरू, अनि माउथीहरूलाई चाहिँ वेल ट्रेन गर्ने चाहिँ हामीसँग इन्स्टिट्युट छैन, उनीहरू सेल्फ ट्रेन्ड हो सबै होइन। त्यसपछि यो घरियाल पनि एकदमै उसलाई चाहिँ छोड्न चाहिँ एकदम रिस्की काम हो नि त, त्यसमा चाहिँ वेल ट्रेन्ड स्टाफ छैन। त्यो कुराहरू चाहिँ लेख्न सक्नुहुन्छ। टेक्नोलोजी अभाव छ, हामीसँग टेक्नोलोजी नै छैन होइन, त्यो कुराहरू पनि लेख्न सक्नुहुन्छ। इभन हाम्रो चाहिँ लिमिटेसन्समा जूमा हेर्नुहोस् त कति एनिमलहरूको चाहिँ एकदमै सानो ठाउँमा खुम्चेर बस्नु परेको, अनि त्यसपछि तल ग्रासल्यान्डहरू पनि छैन होइन। त्यो कुराहरू चाहिँ तपाईँले लेख्न सक्नुहुन्छ है। र अर्को भनेको इम्प्रुभमेन्ट स्ट्राटेजी भनेर तपाईँले लास्टमा कन्क्लुजन लेख्नुपर्छ है। इम्प्रुभमेन्ट स्ट्राटेजी कन्क्लुजन नभनौँ, यो पनि एउटा पोइन्टै हो। अनि इम्प्रुभमेन्ट स्ट्राटेजीमा चाहिँ सफिसियन्ट फन्ड म्यानेजमेन्ट भनेर
सफिसियन्ट फन्ड त चाहियो नै चाहियो है। अनि जेनेटिक रिसोर्स म्यानेजमेन्ट नि गर्नुपर्छ। अब जेनेटिक रिसोर्स म्यानेजमेन्टहरूको चाहिँ अन्यत्र जिन ब्याङ्कहरूसँग चाहिँ कन्ट्याक्ट गरेर अथवा जिन ब्याङ्कहरूसँग लिङ्कअप गरेर चाहिँ त्यसको चाहिँ अरू जेनेटिकल्ली अलिक डाइभर्सिटी हुने खालको चाहिँ स्पेसिसहरू चाहिँ निकाल्न पर्छ भन्नु पर्यो। र अर्को भनेको चाहिँ जहिले पनि इन्सिटुलाई मात्र भर पर्ने होइन, इन्सिटुलाई चाहिँ जहिले नै एक्सिटुसमा मात्र भर पर्ने होइन, इन्सिटुसँग चाहिँ इन्टिग्रेट गर्नुपर्छ भनेर भन्नुपर्छ। जस्तै अघि मैले भने घरियाल चाहिँ बाहिर लगेर छोडिन्छ होइन, यस्तै अरू इन्डेन्जर्ड स्पेसिसहरूको पनि ब्रिड गराएर नेचुरल हेबिटेटमा चाहिँ सर्भाइभ गराउने चाहिँ गर्नुपर्छ। त्यो भयो भने दुवै इन्सिटुमा पनि कन्जर्भ हुन्छ र एक्सिटुमा पनि कन्जर्भ हुन्छ होइन। जस्तो अनि त्यसपछि क्यापासिटी डेभलपमेन्टको कुरा हुन्छ। जस्तो ब्रिडिङ सेन्टर्सहरूमा जूहरूमा काम गर्ने चाहिँ स्टाफहरूलाई चाहिँ वेल इक्विप्ड, वेल नलेज र वेल स्किल्ड बनाउनु पर्छ भन्ने कुराहरू चाहिँ तपाईँले लेख्नुपर्छ है। अब इन्सिटु कन्जर्भेसन त मैले तपाईँहरूलाई भन्नै पर्दैन, आफ्नो हेबिटेटमा गर्ने कन्जर्भेसनलाई इन्सिटु कन्जर्भेसन भन्छ। र इन्सिटु कन्जर्भेसन इफोर्ट्सहरू चाहिँ नेपालमा के छ भन्दाखेरि चाहिँ अब जहिले पनि मैले अघि नै भनिहालेँ, लिगल एफोर्ट्स के छ भनेर हेर्ने, कानुनी रूपमा कानुनी प्रावधानहरू के छ भनेर। यो नेसनल पार्क एक्ट छ, अनि उसको रेगुलेसन छ, फरेस्ट एक्ट छ, त्यसको रेगुलेसन छ। अनि यो बाहेक अरू तपाईँहरूलाई थाहा भएको 2-4वटाको एक्ट उस लेख्नुहोस् होइन। जस्तो कार्यविधिहरू छ, अनि त्यसपछि अझ इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट छ होइन। त्यो कुराहरू लेख्नु होला। इन्स्टिट्युट कन्जर्भेसनमा जस्तै यो नेसनल पार्क यतिवटा, प्रोटेक्टेड फरेस्ट चाहिँ 7वटा र कोरिडोर चाहिँ 8वटा छ भनेर यसरी यो ठ्याक्क डेटा लेख्नु होला है। यसरी लेख्नुभयो भने अलिकति उस देखिन्छ, डेटा पनि थाहा रहेछ है भने देखिन्छ है। अनि यो भनेको प्रोग्रामेटिक इफोर्ट भयो, भनेको लिगल इफोर्ट्स भयो है। अनि त्यसपछि अर्को भनेको चाहिँ अब हामीले चाहिँ लिगल इफोर्ट्स के छ, यो प्रोग्रामेटिक के छ भनिसकेपछि अब एचिभमेन्ट के भयो भने यो चाहिँ धेरै सोर्स है। तपाईँहरूलाई चाहिँ हाम्रो चाहिँ बायोडाइभर्सिटी सेक्टरमा चाहिँ एकदमै लगानी धेरै छ होइन, लगानी धेरै छ। त्यो अनुसार चाहिँ गर्नुपर्ने एचिभमेन्ट चाहिँ भयो कि भएन भन्ने कुराहरू चाहिँ सोध्छ तपाईँलाई होइन। सोध्नुहोस् एचिभमेन्ट के भयो, कस्तो कस्तो एचिभमेन्ट भयो, त्यो चाहिँ त्यो एउटा पनि सोध्छ। अथवा इन्सिटु कन्जर्भेसन, बायोडाइभर्सिटी कन्जर्भेसन गर्नलाई चाहिँ नेपालले चाहिँ हालसम्म गरेको प्रयासहरू भन्यो भने त तपाईँले मैले भने एक्सिटु कन्जर्भेसनमा यो भयो, इन्सिटु कन्जर्भेसनमा यो भयो भनेर सबै लेख्न परिहाल्यो। कहिलेकाहीँ चाहिँ तपाईँहरूलाई छुट्याएरै सोध्छ क्या। हालसम्म चाहिँ नेपाल सरकारले चाहिँ एक्सिटु कन्जर्भेसन गर्न के गरिरहेछ भनेर सोध्यो भने अहिलेको सबै लेख्न पर्यो। इन्सिटु कन्जर्भेसन गर्नलाई के गरिरहेछ भने यो लेख्न पर्यो। अब एचिभमेन्ट चाहिँ तपाईँलाई इन्सिटु मात्र नभइकन जैविक विविधता संरक्षणमा नेपालले ठुलो लगानी गरिरहेको छ होइन। यसमा चाहिँ हालसम्म चाहिँ कस्तो कस्तो एचिभमेन्टहरू भयो, त्यसको उपलब्धि के छन्, कस्तो छ भनेर, के नेपाल चाहिँ जैविक विविधता संरक्षण गर्न सफल छ भनेर पनि सोध्न सक्छ है। त्यो क्वेसनमा चाहिँ तपाईँले चाहिँ अब यसरी यो इन्सिटु भने पनि अथवा जैविक विविधता भने पनि यसरी सरल र यसरी लेख्न पर्यो है। अनि यतिवटा नेसनल पार्क गर्यो, यतिवटा यो गर्यो, जैविक विविधता संरक्षण गर्न एक्सिटुको पनि थोरै लेख्न पर्यो र इन्सिटुको चाहिँ धेरै लेख्नुपर्छ है जैविक विविधता संरक्षण गर्नको लागि भनेर भन्यो भने चाहिँ। अनि यसमा चाहिँ अब तपाईँले एचिभमेन्टमा चाहिँ यो प्रोटेक्टेड एरियाको नेटवर्क चाहिँ एकदमै राम्रो छ। मैले हिजो भनिसकेँ, माउन्टेन, हाई हिमाल, लोल्यान्ड र मिडल माउन्टेनको सबैको रिप्रेजेन्टेसन। अब तपाईँलाई क्रिटिसाइज गर भनेर भन्यो भने माउन्टेनको रिप्रेजेन्टेसन कम छ, यताउता लेख्न पर्यो। नभनिकन अब एचिभमेन्टमा लेख्नु पर्यो भने चाहिँ तपाईँले के लेख्नु पर्यो भने चाहिँ के अरे सबै प्रोटेक्टेड एरियाको नेटवर्क चाहिँ एकदमै कम्प्रिहेन्सिभ छ। यसले चाहिँ माउन्टेन पनि रिप्रेजेन्ट गरेछ, मिडल माउन्टेन पनि रिप्रेजेन्ट गरेछ, हाई माउन्टेन, मिडल माउन्टेन र लोल्यान्डको चाहिँ एकदमै रिप्रेजेन्टेसन हुने गरी चाहिँ प्रोटेक्टेड एरिया इस्टाब्लिस गरिरहेछ भनेर यसरी लेख्नु पर्यो। अनि कम्युनिटी फरेस्ट म्यानेजमेन्टमा चाहिँ एकदम इन्टरनेसनल रेकग्निसन पाएछ भनेर त्यसरी लेख्न पर्यो। अनि यसमा चाहिँ कम्युनिटी फरेस्टको चाहिँ अहिले कति 33,000 कि कति छ त्यो चाहिँ डेटा लेख्न पर्छ है। मैले एक्ज्याक्टली खोज्दै थिएँ, अलिकति त्यहाँ भएन, 33,000 कि कति छ अहिलेको कम्युनिटी फरेस्टहरू। सक्सेसफुल इन कम्युनिटी फरेस्ट म्यानेजमेन्ट भनेर यहाँनिर यो कम्युनिटी फरेस्टको उतापट्टि चाहिँ 33,000, 31,000 कि 33,000 यो चाहिँ कम्युनिटी फरेस्टहरूले चाहिँ
कम्युनिटी फरेस्ट चाहिँ म्यानेज भइरहेछ भनेर छ। त्यो म डेटा यहाँ तपाईँहरूलाई स्लाइड सेयर गर्ने बेला म त्यो हालेर राखिदिन्छु है। अनि त्यसपछि अर्को भनेको सक्सेसफुल इन स्पेसिस कन्जर्भेसन भनेर अर्को टपिक लेख्नु पर्यो तपाईँले। अनि स्पेसिस भनेको चाहिँ जस्तो मेगा स्पेसिसहरू टाइगरको पपुलेसन चाहिँ 355 छ। अनि अर्को चाहिँ यो चाहिँ हाम्रो नेपाल चाहिँ फर्स्ट कन्ट्री टु डबल द टाइगर पपुलेसन हो कि, यो पनि तपाईँलाई सोध्न सक्छ होइन। टार्गेट कति पुऱ्याउने थियो होइन, यो चाहिँ के अरे हाम्रो टाइगरहरू पाउने चाहिँ 11 कि 15 होइन कतिवटा कन्ट्रीमा पाइन्छ भनेर पनि सोध्छ तपाईँलाई। र त्यो पाइने कन्ट्रीहरू मध्येमा चाहिँ फर्स्ट चाहिँ टार्गेट एचिभ गर्ने कन्ट्री कुन हो भन्यो भने नेपाल हो होइन। र अहिलेको पपुलेसन चाहिँ 355 छ। टार्गेट सेट चाहिँ 121वटा पपुलेसनको ठ्याक्क डबल हुने थियो कि, त्यो डबल गर्ने भनेको 242वटा भयो, 242 पुऱ्याउनु पर्ने थियो। अहिले चाहिँ 355वटा छ। त्यो भएको फर्स्ट कन्ट्री हो नेपाल। यसमा चाहिँ हामीलाई चाहिँ इन्टरनेसनल रिकग्निसन पनि पाएको छ है। अनि अर्को चाहिँ राइनो पपुलेसन चाहिँ 752वटा पुगेको छ। राइनो पपुलेसन बढिरहेछ। अनि अदर मेगा स्पेसिसहरू एलिफेन्ट साम्बारहरूको पनि बढिरहेको छ। तपाईँहरूलाई एकदमै यसपालि सोध्न सक्ने चाहिँ स्नो लेपर्डको डेटा चाहिँ यसपालि मात्र पब्लिस भएको छ। अस्ति भर्खरै हाम्रो वाइल्ड लाइफ मा पब्लिस भएको छ 397। यो चाहिँ सोध्न सक्ने हाई चान्स छ है, तपाईँहरूले एकदम केयरफुल हुनु होला। यो चाहिँ अस्ति भर्खरै यो वैशाखको 7 गते मात्र पब्लिस भयो हो, यो सोध्न सक्छ। अनि त्यसपछि अर्को भनेको चाहिँ अब अर्को भनेको कम्युनिटी बेस्ड कन्जर्भेसनहरू चाहिँ एकदमै राम्रो छ, इनिसिएटिभ्सहरू गरिरहेछ र यसमा सफल पनि भएको छ। जस्तो बफर जोन कम्युनिटी फरेस्टहरू पनि सक्सेसफुल छ। बफर जोनै पनि एउटा मोडालिटी सक्सेसफुल छ होइन। त्यसपछि अब ल्यान्डस्केप लेभलमा कन्जर्भेसन गराएको छ। मैले हिजो पनि भनिसकेँ, स्पेसिस कन्जर्भेसनबाट चाहिँ ल्यान्डस्केप लेभलमा कन्जर्भेसनमा चाहिँ पुगिसक्यो नेपाल। त्यो पनि एउटा चाहिँ बायोडाइभर्सिटीमा अथवा इन्सिटु कन्जर्भेसनको एचिभमेन्ट हो। र अर्को भनेको चाहिँ यो चाहिँ कन्जर्भेसन मात्र होइन, बिस्तारै चाहिँ यसलाई टुरिज्मसँग चाहिँ डेभलप गरिएको छ। अब यसलाई चाहिँ अलिकति यहाँनिर डेटा पनि लेख्न सक्नुहुन्छ। चितवन नेसनल पार्कले चाहिँ रेभिन्यू यति अन गर्यो भन्ने कुराहरू चाहिँ लेख्न सक्नुहुन्छ है। चितवन नेसनल पार्कले कति रेभिन्यू अन गरेछ भन्दाखेरि चाहिँ के भयो एक्ज्याक्टली कति छ। चितवन नेसनल पार्कले रेभिन्यू एकदमै हाइएस्ट रेभिन्यू चाहिँ जेनेरेट गर्छ सगरमाथाले, त्यसपछि चितवन हो। तपाईँले यसलाई यदि आउँदै आएन होइन, यसलाई भन्नलाई चाहिँ भने चाहिँ नेपालमा चाहिँ आउने चाहिँ पर्यटकहरू मध्ये चाहिँ 60% पर्यटक चाहिँ हुन्छ नि टुरिस्टहरू चाहिँ प्रोटेक्टेड एरिया चाहिँ घुम्न जान्छ भनेर लेख्नुभयो भने एउटा प्लस पोइन्ट हुन्छ। र यसमा चाहिँ इन्टिग्रेसन अफ कन्जर्भेसन एन्ड टुरिज्ममा चाहिँ यस्ता ड्यास दिएर के अरे सगरमाथाले चाहिँ यति चाहिँ राजस्व सङ्कलन, यति चाहिँ टुरिस्टहरूले चाहिँ सगरमाथा भिजिट गरिरहेछ भन्ने कुराहरू लेख्नुभयो भने अझै इफेक्टिभ हुन्छ है। अनि अर्को भनेको रेजिङ अवेरनेस एन्ड कन्जर्भेसन एजुकेसन। मान्छेहरूको पहिला जस्तो छैन, अहिले चाहिँ एनिमलहरू कन्जर्भेसन गर्नुपर्छ भन्ने चाहिँ अलिकति अवेरनेस चाहिँ बढाएको छ। र अब इन्टरनेसनल रिकग्निसन त अब मैले भनिहालेँ, कम्युनिटी फरेस्टमा इन्टरनेसनल रिकग्निसन छ, अब एकदमै छुट्टै खालको छ। अनि त्यसपछि अन्नपूर्ण कन्जर्भेसनमा चाहिँ कम्युनिटी बेस्ड कन्जर्भेसनको चाहिँ छुट्टै खालको इन्टरनेसनल रिकग्निसन छ। र अर्को भनेको हाम्रो मेगा स्पेसिसहरूको कन्जर्भेसन, इभन टाइगर अनि राइनो पपुलेसनमा चाहिँ इन्क्रिज गरेकोमा चाहिँ इन्टरनेसनल रिकग्निसन एकदमै राम्रो छ। र बायोडाइभर्सिटी एज अ होल बायोडाइभर्सिटी कन्जर्भेसनमा चाहिँ इन्टरनेसनल रिकग्निसनमा चाहिँ इन्टरनेसनली चाहिँ एकदमै राम्रो, नेपालले चाहिँ अन गरेको चाहिँ रेकग्निसन चाहिँ राम्रो छ है। र अर्को भनेको चाहिँ यो बायोडाइभर्सिटी कन्जर्भेसन गर्नको लागि चाहिँ डिफ्रेन्ट पोलिसी र इन्स्टिट्युसनल चाहिँ रिफर्महरू भइरहेछ। जस्तो अब एक्टहरू पनि एकदमै परिष्कृत गर्दै परिमार्जनहरू गरिरहेछ। अनि त्यसपछि डिफ्रेन्ट पोलिसी नीतिहरू भयो होइन। अनि त्यसपछि एक्सन प्लानहरू भयो, डिफ्रेन्ट स्पेसिसको एक्सन प्लान छ नि त। अहिले झन्डै 18वटा चाहिँ के अरे वाइल्ड एनिमलको मात्र एक्सन प्लान बनिसकेको छ होइन। त्यो एक्सन प्लानहरू यसरी छ है। इन्स्टिट्युसनल रिफर्महरू यसरी यति लेख्नुभयो भने तपाईँको एचिभमेन्ट हुन्छ नि। अब लिमिटेसन्स र कन्स्ट्यान्ट्सहरू चाहिँ अघिकै हुन्छ है। लिमिटेसन्स भनेको यहाँ पनि यो रिसोर्स कन्स्ट्यान्ट
छ। अनि त्यसपछि अर्को एउटा लिमिटेसन्स भनेको चाहिँ अहिले चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट चाहिँ एकदमै लिमिटेसन्स भनौँ कि अथवा यो चाहिँ प्रब्लम भनौँ न, इन्सिटु कन्जर्भेसनको चाहिँ एकदमै मेन प्रब्लम भनेको चाहिँ ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट छ। अनि त्यसपछि अर्को भनेको रिसोर्स कन्स्ट्रेन्ट एन्ड क्यापासिटी डेभलपमेन्ट। अनि त्यसपछि अर्को भनेको चाहिँ एकदमै इन्सिटु कन्जर्भेसनमा देखेको एकदमै च्यालेन्जेस भनौँ अथवा एकदमै प्रब्लम भनेको चाहिँ डेभलपमेन्ट छ है। विकास निर्माणको काम, हामीलाई विकास निर्माणको काम पनि चाहिएको छ र कन्जर्भेसन पनि गर्नु परेको छ भने त्यो चाहिँ एकदम मेन प्रब्लम हो। र मैले चाहिँ आज एकदमै सर्ट ओरिएन्टेसन जस्तो मात्र गर्ने भएको भएर यति गरेँ। तपाईँहरूलाई इन्सिटु र एक्सिटुबाट आउने क्वेसन्सहरू चाहिँ यसरी मैले सेट गरेको थिएँ अथवा यसरी स्लाइड बनाएँ। अरू केही छ तपाईँहरूलाई, के छ अरू? यो चाहिँ 4.3 मा पर्छ, संरक्षण क्षेत्र कुन कुन मोडलका छन् भनेर। यो चाहिँ म छुट्टै नै भोलि अथवा पर्सि क्लास लिन्छु। जस्तो यो प्रोटेक्टेड एरिया मैले भने संरक्षण क्षेत्र र संरक्षित क्षेत्र भनेको फरक हो है। संरक्षण क्षेत्र घोषणा गरेको संरक्षण क्षेत्र भनेको चाहिँ तपाईँलाई यो चाहिँ कन्जर्भेसन एरिया भन्ने बुझिन्छ है। कन्जर्भेसन एरिया कुन कुन मोडलमा छन् भनेर भन्दाखेरि चाहिँ 3 वटा मोडलमा छ। मैले हिजो पनि भनेको थिएँ, संरक्षण क्षेत्र चाहिँ है, संरक्षित क्षेत्र होइन है, संरक्षण क्षेत्र कन्जर्भेसन एरिया चाहिँ 3 वटा मोडलमा चाहिँ व्यवस्थापन भइरहेछ। एउटा भनेको चाहिँ नेपाल सरकार आफैले संरक्षण गरिरहेछ, त्यो भनेको चाहिँ राष्ट्रिय निकुञ्ज विभाग। एक्ज्याक्टली पक्नु है, सब्जेक्टिभ। ओके, यसमा चाहिँ यसलाई यसरी कसरी लेख्न सकिन्छ भन्दाखेरि चाहिँ म उ गरिदिन्छु है, अलिकति थोरै भनिदिन्छु र म यसलाई भोलि अझै उ गर्न सकिन्छ। संरक्षण क्षेत्र नै हो भने चाहिँ यसलाई चाहिँ यसरी लेख्नुपर्छ, कुन कुन मोडलमा गरिएको छ भन्नाले चाहिँ यसलाई तपाईँले चाहिँ कसरी लेख्नुपर्छ भने नेपालमा चाहिँ 6 वटा संरक्षण क्षेत्रहरू छन् होइन। 6 वटा संरक्षण क्षेत्रहरू छन्। यसलाई चाहिँ विभिन्न किसिमको मोडालिटीमा चाहिँ मोडलमा चाहिँ संरक्षण र व्यवस्थापन गर्दै आइरहेको छ भनेर भनेर त्यसपछि तल चाहिँ के लेख्नुभयो भने अब नेपाल सरकारद्वारा व्यवस्थित होइन, नेपाल सरकारद्वारा संरक्षण क्षेत्र गरिरहेको भनेर भन्नुभयो भने, जस्तै नेपाल सरकारले नेपाल सरकारको मातहत अथवा नेपाल सरकार आफैले संरक्षण गरिएको एउटा संरक्षण नेपाल सरकारद्वारा संरक्षित मोडल होइन। त्यसमा चाहिँ हाम्रो उसमा अपिनप्पा र यो चाहिँ यसमा चाहिँ नेपाल सरकारले स्वत आफ्नै रिसोर्स परिचालन गरी आफैले नै आफ्नै स्वायत्त रूपमा चाहिँ संरक्षण र व्यवस्थापन गर्ने एउटा मोडल छ एउटा, यो भयो। अनि अर्को भनेको चाहिँ प्रकृति संरक्षण कोषद्वारा संरक्षित छ। यो भनेको अघि कसले पनि लेख्नु भएको थियो, आइसिडिपी मोडल हो होइन, इन्टिग्रेटेड कन्जर्भेसन डेभलपमेन्ट मोडल। यसमा चाहिँ कस्तो हुन्छ भन्दा यो चाहिँ कम्युनिटी र एनटिएनसीको पार्टनरसिप जस्तोमा चाहिँ कन्जर्भेसन भइरहेको छ होइन। त्यो भनेको चाहिँ 50-50 जस्तो के, आधी एनटिएनसीले र आधी चाहिँ कम्युनिटीले। त्यो कम्युनिटी पार्टिसिपेसनको मोडलमा चाहिँ एउटा भइरहेछ, कम्युनिटी पार्टिसिपेसन मोडल भनेर लेख्दा हुन्छ। अनि अर्को भनेको चाहिँ कम्युनिटीले मात्र संरक्षण गरेको छ चाहिँ यो चाहिँ कञ्चनजङ्घा चाहिँ एक मात्र हो होइन। कञ्चनजङ्घा चाहिँ यसमा चाहिँ हाम्रो आफ्नै काउन्सिल हुन्छ, त्यो काउन्सिलबाट चाहिँ संरक्षित गर्दै आएको छ। यसरी 3 वटा मोडलमा चाहिँ नेपालको संरक्षण क्षेत्रहरू चाहिँ व्यवस्थापन गर्दै आएको छ। र अब यसमा चाहिँ तपाईँले अझै अनि त्यसपछि च्यालेन्जेस के छ भने 3 वटाकै लेखिदिनु। नेपाल सरकारले व्यवस्थापन गर्दै आएकोमा चाहिँ अब रिसोर्सहरू कम छ होइन। अनि त्यसपछि कम्युनिटी पार्टिसिपेसन एकदमै कम छ, एकदमै कम, अब अलिक कम छ भनौँ न, अर्को दुईटामा कम छ। अनि त्यसपछि अर्को चाहिँ लिमिटेसन्स भनेर लेख्ने र त्यसमा चाहिँ नेपाल सरकारले व्यवस्थापन गरेको संरक्षण क्षेत्रमा चाहिँ कम्युनिटी पार्टिसिपेसन कम छ। अनि त्यसपछि रिसोर्स कन्स्ट्रेन्ट छ होइन, त्यस्तो लेख्नुहोस्। अनि त्यसपछि अर्को भनेको चाहिँ राष्ट्रिय प्रकृति संरक्षण द्वारा संरक्षित गर्दै आएको उसमा चाहिँ अलि मैले भने नि हाम्रो कानुनी कुराहरूमा चाहिँ अति जटिलता छ होइन। जस्तो अब कानुनी कुराहरू गर्नु पर्यो भने चाहिँ नेपाल सरकारको कर्मचारीले हेर्नुपर्ने, त्यसमा कोअर्डिनेसनको पाटोमा अलिकति विक छ भनेर लेख्नुभयो भने अलि राम्रो हुन्छ होइन। नेपाल सरकार र एनटिएनसी बिचको कोअर्डिनेसनमा चाहिँ अलिकति कम छ भनेर लेख्नुभयो भने ठिकै हुन्छ। त्यसपछि अर्को भनेको चाहिँ हाम्रो कञ्चनजङ्घामा यो चाहिँ स्थानीयद्वारा
व्यवस्थापन गरिएको त्यसमा चाहिँ अलिकति रिसोर्स कन्स्ट्यान्ट त एउटा भइहाल्यो होइन। त्यसपछि समन्वय चाहिँ कोअर्डिनेसनमा चाहिँ अलिकति कठिनाइ भइरहेको। अनि त्यसपछि अर्को भनेको चाहिँ यो पर्मिटहरू लिनलाई नै वहीँ जानुपर्ने होइन। हाम्रो जुन सेवा लिने मान्छेहरू हुन्छ नि, जस्तो मानिलिउँ कि मलाई चाहिँ त्यहाँनिर कञ्चनजङ्घामा चाहिँ ड्रोन उडाएर भिडियो छायाङ्कन गर्नु मन लाग्यो भने अब म काठमाडौँमा बसिरहेको छु होइन, मलाई चाहिँ वहाँ जानुपर्छ क्या, कञ्चनजङ्घै जानुपर्छ क्या सहमति लिनलाई। त्यो कुराहरू अलिकति व्यवस्थापनमा व्यावहारिक पक्षहरू चाहिँ अलिकति कमी छ भनेर लेख्नुभयो भने चाहिँ राम्रो हुन्छ है। यति भन्दै तपाईँहरूको ह्यान्डबुक अफ फरेस्ट्री चाहिँ एकदमै पढ्नुहोस् है। अब्जेक्टिभ अफ फरेस्ट्री नि को-कोसँग छ, मैले प्रमोसन चाहिँ गरिरहेको छैन है, तर पढ्न चाहिँ एकदमै पढ्नुहोस् त्यो, र लेख्न चाहिँ प्र्याक्टिस गर्नुहोस् है। अब हाम्रो सरहरूलाई पनि भन्नुहोस् तपाईँहरूले चाहिँ अलिकति यो रिटनको चाहिँ ह्यान्डबुक अफ फरेस्ट्रीमा त सबै पढ्नुहोस्। ह्यान्डबुक अफ फरेस्ट्रीमा तपाईँले हेर्नु भएको छ कि छैन होइन, एकदम पुरानो हुने गरेर पढ्नु। ह्यान्डबुक अफ फरेस्ट्री त हरेकचोटि पढ्नु, अनि त्यहाँनिर जस्तो त्यसलाई अब्जेक्टिभ बनाएर पढ्नुहोस् कि। ल हस्, सबैलाई थ्याङ्क यू। ल राम्रोसँग ह्यान्डबुक अफ फरेस्ट्री चाहिँ एकदमै पढ्नु होला तपाईँहरूले है, एकदमै राम्रोसँग पढ्नु होला। पर्सिदेखि चाहिँ म सन्डेदेखि चाहिँ तपाईँहरूलाई क्वेसन्सको आन्सर चाहिँ लेख्ने तरिका अहिले नै सिकाइरहेको छु। क्वेसन्स छोडेर तपाईँहरूले चाहिँ क्वेसन्सको आन्सरहरू चाहिँ लेखेर पठाउने, र त्यसलाई चाहिँ यस्तो गर्दा यस्तो हुन्छ भन्ने कुराहरू चाहिँ हाम्रो सुदीप सर पनि हुनुहुन्छ, म पनि त्यसमा चाहिँ अलिक कोसिस गर्छु है। ल थ्याङ्क यू।